दर्शकवृन्द, आउनुहोस् आज चर्चा गरौँ आखिर को थिए ली कुआन यू र उनले त्यस्तो के काम गरे भन्ने बारेमा चर्चा गरौँ। ली कुआन यू आधुनिक सिङ्गापुरका निर्माता र प्रथम प्रधानमन्त्री हुन्। उनलाई विश्वका सबभन्दा दूरदर्शी राजनेताहरूमध्ये एक मानिन्छ। उनलाई एक पिछडिएको सानो टापुलाई मात्र 3 दशकमा विश्वको सबभन्दा समृद्ध र विकसित राष्ट्रमध्ये एक बनाउने श्रेय दिन्छ। धेरै देशका नेताहरूले उनको विकासको मोडलबाट सिक्ने गर्छन्। उनको विकासको मोडललाई आज पनि नेपाल लगायत विश्वका धेरै विकासोन्मुख देशहरूमा का लागि प्रेरणाको स्रोत मानिन्छ। उनले देशलाई मलेसियाबाट अलग गरी एक स्वतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। जब सिङ्गापुर मलेसियाबाट छुट्टियो, त्यो देशसँग न त प्राकृतिक स्रोत नै थियो न त पर्याप्त पिउने पानी नै। उनले सन् 1959 देखि 1990 सम्म 31 वर्ष प्रधानमन्त्रीको रूपमा काम गरे। उनको नेतृत्वमा सिङ्गापुरले तेस्रो विश्वबाट पहिलो विश्व, थर्ड वर्ल्ड टु फर्स्ट सम्मको यात्रा तय गर्यो।